यदि तपाईहरुले Realme को Note 60X को भिडियो छुटाउनु भएको छ भने प्रोफाइलमा गएर हेर्नु होला र यो भिडियोमा चाहिँ हामी Note 60 को बारेमा कुरा गर्ने छौं 60X र यसमा चाहिँ 3000 को डिफरेन्स छ र 3000 मा हामीले के पाउँछौं त डिजाइन र बिल्ड को बारेमा कुरा गर्दाखेरि चाहिँ एकदमै सिमिलर छ एल्युमिनियम चेसिस विथ IP64 रेटिङ जसले गर्दाखेरि डस्ट र वाटर रेसिस्टेन्ट छ यो फोन र डिस्प्ले पनि सिमिलर नै छ 6.74 इन्चको HD प्लस प्यानल रहेको छ विथ 90 हर्ट्ज रिफ्रेश रेट र प्रोसेसरको कुरा गर्दाखेरि सेम प्रोसेसर नै हो Uni SoC को Tiger 612 चिपसेट नै तपाईहरुले यसमा पाउन सक्नुहुन्छ भने मेजर डिफरेन्स भनेको यसको स्टोरेज र मेमोरीमा छ 60X मा तपाईहरुले 4GB RAM पाउनुहुन्थ्यो भने 60 मा चाहिँ तपाईहरुले 6GB RAM पाउन सक्नुहुन्छ भने स्टोरेजको कुरामा 60X मा तपाईहरुले 64GB मात्र पाउनुहुन्थ्यो यसमा चाहिँ तपाईहरुले 128GB पाउन सक्नुहुन्छ र क्यामेराको कुरा गर्दाखेरि 3000 थपेर तपाईहरुले यो Note 60 मा चाहिँ 32 मेगापिक्सलको रियर क्यामेरा पाउन सक्नुहुन्छ भने फ्रन्ट क्यामेरा चाहिँ त्यही 5 मेगापिक्सल नै छ यसमा अब यसको ब्याट्री र चार्जिङको कुरा गर्दाखेरि चाहिँ सेम 60X मा जुन छ यसमा पनि त्यही हो 5000 mAh को ब्याट्री छ भने 10 वाट को चार्जिङ तपाईहरुले यो Note 60 मा पाउन सक्नुहुन्छ र अर्को मेजर डिफरेन्सको कुरा गर्दाखेरि चाहिँ यो Note 60 मा तपाईहरुले साइड माउन्टेड फिंगरप्रिन्ट सेन्सर पनि देख्न सक्नुहुन्छ 3000 को डिफरेन्स सँगै तपाईहरुले Note 60 लाई चाहिँ 16499 मा खरिद गर्न सक्नुहुन्छ भने यो मैले चलाइरहेको चाहिँ Voyac Blue हो र अर्को कलर अप्सन चाहिँ Marble Black भनेर आउँछ र कम्पनीले चाहिँ 1 वर्षको ब्रान्ड वारेन्टी पनि दिएको छ र यदि तपाईहरुको बजेट चाहिँ 15000 को छेउछाउ छ भने तपाईहरुले यो फोन पनि कन्सिडर गर्न सक्नुहुन्छ यस्तै भिडियो हेर्नको लागि मलाई फलो गर्नुहोस्।